अनि दाजुहरू भन्नुहोस् कस्तो हुँदैछ साउदीमा आएर महसुस? तल बस्नुतिर गर राम्रोसँग। He is our supervisor. No life. I'll put in YouTube. Why? Why video? This is for I'm from Nepal. My name is Loka. Loka. Still he's in Saudi Arabia. Did you see? No here. YouTuber, okay, YouTuber. This is our company and this building is our building. So I'm doing work inside the office. So धेरै तत्ता हावा चलिरहेको छैन गाइस. साउदी अरब साह्रै राम्रो ठाउँ छ. हेर्दाखेरि चाहिँ दाइहरू सबैजना कामबाट निस्केर बाहिर बस्दै हुनुहुन्छ. यो चाहिँ साउदी अरबको रियाद भन्ने ठाउँ एसटिसी हेड क्वार्टर हो. यो तातो तातो हावा चलिरहेछ. ड्युटी सकेर हामी अहिले रुम जान लागिरहेका छौँ. बस आउँदैछ, त्यो बसमा चढेर बाहिरसम्म जानुपर्छ. बस पनि आइसकेको छ. बस पनि फुल छ. यहाँ चाहिँ उठिनुपर्छ होइन. सबैजना ड्युटी सकेर आउनु होला. यो पछाडि चाहिँ लेडिज सिट हो, तर मान्छे नभएको कारणले हामी नै बस्नुपर्छ. आएपछि चाहिँ उठ्नुपर्छ. हाम्रो कम्पनी चाहिँ यही हो होइन. यहाँबाट बाहिर गेटमा निस्किँदासम्म चाहिँ बसमा बस्नुपर्छ. यो चाहिँ पार्किङ लड हो है साथीहरू. गाडीहरू पार्क गर्ने, जति गर्ने यही नै हो. यतातिर चाहिँ नयाँ बिल्डिङहरू बन्दैछ. अहिले बनेको हो त्यो 13 तलाको बिल्डिङ.